नमस्ते साथीहरू, सदा जस्तै आज पनि अर्को भिडियो लिएर उपस्थित भइसकेका छौँ। आजको विषयवस्तु रहेको छ महिना, बार र गतेलाई जापानिजमा के भनिन्छ है त। ढिला नगरी सुरु गरौँ है त। बारहरू: निचियोबी आइतबार, गेचियोबी सोमबार, खायोबी मङ्गलबार, सुयोबी बुधबार, मोकुयोबी बिहिबार, किनयोबी शुक्रबार, दोयोबी शनिबार। 7 वटा रहेको छ। त्यस्तै गरी अब गते: चुइताची 1 गते, फुचुखा 2 गते, मिक्खा 3 गते, योक्खा 4 गते, इचुखा 5 गते, मोइखा 6 गते, नानोखा 7 गते, योक्खा 8 गते, कोकोनोखा 9 गते, तोखा 10 गते। अब 11 देखि 19 गतेसम्म 14 मात्रै फरक छ। अरू अङ्क सम्झिया हुन्छ र प्रत्येकको पछाडि निची थप्नुहोला। जिउ इची 11 गते, जिउ नि 12 गते, जिउ साम 13 गते, जिउ यक्खा 14 गते रहेको छ। त्यसै गरी जिउ गो 15 गते, जिउ रोकु 16 गते, जिउ सिची 17 गते, जिउ हाची 18 गते, जिउ क्यु 19 गते, हाचुखा 20 गते। अब 21 देखि 29 गतेसम्म निची थप्नुहोला पछाडि। यसमा 24 मात्रै फरक छ। नि जिउ इची 21 गते, नि जिउ नि 22 गते, नि जिउ स्यान 23 गते, नि जिउ यक्खा 24 गते रहेको छ। त्यसै गरी निजिउ गो 25 गते, निजिउ रोकु 26 गते, निजिउ सिची 27 गते, निजिउ हाची 28 गते, निजिउकु 29 गते, सान्जिउ 30 गते, सान्जिउ इची 31 गते। गतेहरू सकिएको छ। अब महिनाको नामहरू: इचिगाचु जनवरी, निगाचु फेब्रुअरी, साङ्गाचु मार्च, सिचिगाचु अप्रिल, गोगाचु मे, रोकुगाचु जुन, सिचिगाचु जुलाई, हाचिगाचु अगस्त रहेको छ। कुगाचु सेप्टेम्बर, जिउगाचु अक्टोबर, जिउ इचिगाचु नोभेम्बर, जिउ निगाचु डिसेम्बर रहेको छ। यति बेलासम्म हेरेर ध्यान दिनुभएकोमा हजुरहरूलाई धन्यवाद।